नमस्ते कोनिचिवा। मेरो बाबु चाहिँ अहिले यहाँ सुतिरहेको छ है। यसलाई मैले भर्खर सुताएँ। खाना खाने, भाँडा माझ्ने, सरसफाइ यताउति सब सकिसकेको छ। अनि यहाँ चाहिँ मेरो खुर्सानी बारीको करेसा बारी छ के। अनि म चाहिँ अब त्यहाँ जान्छु हैन। त्यहाँ चाहिँ किनभने पानी चाहिँ परिरहेको छ, पानी सानी हाल्न चाहिँ परेको छैन। हावा बिजी त्यस्तो बिजी लागेको छैन। टक्कै मेरो खुर्सानीको बोटै भाँचिएछ के। एक त धेरै नै फलिरहेको थियो, त्यो वेट पनि धान्न नसकेर नि होला। अनि हल्का हावाले पनि कि भाँच्दैछ कि त्यो त। त्यही भएर त्यो हेर्न जाँदैछु म चाहिँ हैन। त्यही भएर यताउति गरिरहेको चाहिँ मेरो फुलबारी है। धेरै फुलहरू त छैन, कस्तो राम्रो फुल्यो कि, कस्तो राम्रो पिङ्क कलरको फुल्यो है। पुदिना पनि छ, तर पुदिना चाहिँ मैले खाने गरेको छैन है। कहिलेकाहीँ चाहिँ खान्छु। पुदिना रोपेपछि किरा आउँदैन भन्छ, उल्टो पुदिनालाई चाहिँ किराले खाएको छ। फुलहरू चाहिँ यहाँ चाहिँ तरकारीहरू चाहिँ रोप्न पाइँदैन भन्छ, त्यही भएर फुलहरू मात्रै छ, हल्का फुल्का यस्तै छ। करेसाबारीतिर जान्छु कोनिचिवा देखाउँदै। बुढियाकोमा चाहिँ यति धेरै फुलहरू, कस्तो राम्रो फुल फल्यो सबै एउटा अर्को यति धेरै क्या। यताबाट यत्रो बिजी छ नि त यहाँनिर होइन स्पेस, तर पनि केही रोप्नै पाइँदैन कि। फुल रोप्न पाइयो, त्यहाँ फुलै फुल्छ। फुल रोप्न पाइयो, तरकारीहरू रोप्न पाइन्न। त्यही भएर मेरो यहाँ यी मैले चाहिँ गमलामा रोपेछु। यो चाहिँ मेरो करेसा बारी हो, सबै खुर्सानीको बोट। यो के मेरो मैले फर्सी पनि लगाएको छु है। के हुन्छ अब त्यो फर्सी यहीँ बिहान आएर मैले प्लास्टिकले बाँधेछु यसरी। यो नै पटक्कै भाँचिएछ क्या। यसमा यति धेरै लटरमै फलेको छ, आमामा यति धेरै फल्यो हो के। अनिखेर यसको वेट धान्न नसकेर नि हो कि है। अनि हावा त्यस्तो बित्ति त चले होइन, पटक्कै भाँचिएछ है। त्यही पनि मैले यसरी बाँधेको छु। यो बाँधेर अब यसले उहिलेर मर्छ कि के हुन्छ बाँधेछु बाँधिनँ त। एउटा पनि यो पनि भाँचेर झर्या रहेछ। अनि यसलाई मैले गाडिदिन्छु, हुन त यो केही नि हुँदैन है, मरिहाल्छ। त्यही भएर मैले गाड्दै कि यहाँ भएको खोर्सानी चाहिँ टिपेर लगेँ। खाने बेला भएको हो कि ठ्याक्कै, त्यही पनि सबै हावाले त ढाल्दैछ भनेको। यस्तो राम्रो राम्रो फल्यो खोर्सानी, ज्यान भएको खोर्सानी। यो चाहिँ मेरो करेसा बारी हो, मेरो घर हो। यस्तै छ है त।